हेलो 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 आज पनि हामी चाहिँ आँप खान जाने तर्खरमा छौँ। नुन खोर्सानी रेडी भइसक्यो। अस्ति नै अलिकति खोर्सानी बेसी भएको थियो, आज अलिक नुन बेसी भयो जस्तो देखिरहेछ। अब हामी चाहिँ जानेछौँ। आफ चाहिँ चाहियो क्या यहाँनिर? आफ चाहियो। आफदेखि चाहिँ म तपाईँलाई म खतरा दिन्छु, किनभने नि यो खायो भने चाहिँ तपाईँकोमा जिब्रोमा चाहिँ थुक निकालिदिन्छ कि, किनभने खाने मेरो खतरा छ नि त। मामा, हाम्रो मामाले आज देखाइदिनु हुनेछ होइन, भरे देखाउनु हुनेछ। हामी चाहिँ अहिले घरमा छौँ। उहाँ बोटमा पुगेपछि टक्क टिपेर मामाले टक्क बनाउनु हुनेछ। उहाँले खाएको पनि लाइनेछ। बाबाले तरिकाले खान्छु म, मुखबाट अरूको मुखबाट मैले खाएको हेरेर पुरै पानी पानी बनाइदिन्छु भन्ने खालको कुराहरू गर्दै हुनुहुन्थ्यो मामाले चाहिँ टक्क होइन। मामा ल दामी दामी। यो घरको कोही बुहारी नहुने ओए दियो त केटा, त यो घरको कोही बुहारी नआउने केटा चाहिँ बेहुला चाहिँ यही हो है। फेरि बेहुला चाहिँ यो आटोमै। ल यसलाई प्याक गरौँ न त, अनि लागौँ त्यसपछि। ल गाइस, टक्कसँगले हामी चाहिँ यहाँ त रेडी हुँदैछ। उफ, फोन पावर ब्याङ्क 2-3वटा बोकेर टक्क अब हामी चाहिँ माई आइफोन। ओ बाख्रा खोल त भाइ, बाख्रा पनि लाने प्लान छ नि त। बेसीतिर हो त्यो एउटा भाइ आइसक्यो। अनि केटाहरू रोटी रोड जाने हो? रोटी रोड जाने? रोटी रोड जाने हो? गिटार बनाउने अनि बाँसुरी बोक्ने जाम भान्जालाई यसो गर्नु पाउँछ। मामालाई चाहिँ हामीले गर्छ। हेलो एभ्रीवान, हेलो एभ्रीवान, हेलो एभ्रीवान। हामी चाहिँ अब सबैजना भेला जाँदैछौँ टक्करहरूले बोक्लुमा। के हो बोक्लुमा भने भाइ? के हो बोक्लुमा भने? खानेकुरा त यहाँ कम घरमा खाओस् न, छोड्दै। क्या बजार बबाल खाँदै थियो। लगाएछ हामी चाहिँ अब जाँदैछौँ आँप खानको लागि। बेसी जाने नि थाहा छैन। ल हामी चाहिँ गयौँ केटा, यताबाट गयौँ। पुच्चाहरू भेटौँ न हामी है। मेरो नाक पनि देखिन्छ। चट्टला जुङ्गा भएपछि यस्तो बिर्को अटाएको थियो। अस्ति नि तेरो सेतो जुङ्गा खै काटेको? ढोका थुनौँ यो। ल गाइस, हामी चाहिँ टक्क अब आँप टिप्न, आँप खान जाँदैछौँ। आज पनि टक्क यत्रो पोका साझ झन्झारो उहाँको लभ परे छ टक्क होइन। कल गर्छु भन्दै हुनुहुन्छ। उताबाट कल गरेर माथि गर्नु चाहिँ किन हो, के साह्रो माया हो। यतिको माया चाहिँ हुनुपर्छ है। तर उताबाट कल गर्दा पनि होइन तिम्रो ब्यालेन्स छैन होला, म गर्छु भनेर फोन राखिसक्नु भएको छ उहाँले। म देखाउन सक्छु यहाँनिर। आइफोन पनि देखाउँदै हुनुहुन्छ। आइफोन पनि नाम पनि देखाउँछु भने ठुली कान्छी के रहेछ नाम पनि होइन। अब अनि यो पुर्खौली झोला अस्ति पनि लगेर खाली आयो है। ब्यागमा के ल्याउनु? ओहो, चम्चामा नबोक्नु नि। ल मैले चाहिँ चम्चा पनि निकालिसकेँ 2टा। अब हामी केटाहरू चाहिँ हिँडिसकेको छ होइन। केटाहरू हिँडिसक्यो। अब हामी पनि लाग्यो। तर पानी छिटाउँदैछ, पानी पर्दैछ। किन ए पर्दैन? वाटरप्रुफ फोनहरू छ नि त तपाईँहरूको त। मेरो पनि अलिक टेन्सन हो त, तर मेरो पनि पर्दैन। ल गाइस, हामी चाहिँ लाग्यो होइन। अब तल बेसी पुगेर आँप टिपेर खाएको टक्क हाल्नुपर्छ होइन। ल त्यही हो। अहिले चाहिँ अब हिँड्नुपर्ने हुन्छ। सामान बोकिरहेको छु, पानी सानी बोकेर हिँडिरहेको छु नि त। टक्क हिँड्नुपर्ने हुन्छ हामी चाहिँ। ल है त।
मलाई छोड्नु न छिटो छोड्नु न मलाई मेरो हातमा क्यामेरा म त यहाँ यस्तो गरेर छोड न के यो अलिक गाडी अलिक हो कि के हो यो चाहिँ भाइ नतान के भयो भाइ तँलाई पैसा नै छैन आँप खानु हिँडेको मान्छे कहाँ पैसा बोकेर हिँड्छ त अनि पैसा छ 5-10 रुपियाँ निकाल्नै थाले भयो पानी चाहिँ आइसकेको छ यहाँनिर गाइस पुरै पानी आइसक्यो अब आँप चाहिँ यहाँनिर छ यहाँनिर छ अब टिप्न पाइन्छ कि पाइन्न टक्क हेरौँ पानी आइसकेको छ अलिक छिटो गरेर हामीले त्यहाँ टिप्नु पर्ने हुन्छ अलिक दौडिनु पर्ने हुन्छ होइन सबैजना पानी बगाएको छ एक पेप्सी पानी बोक्न सक्दैन सल्लाह गरिरहेको छ बढी ठुलो कुरा गरे यहाँलाई दुईटा ल जा ओइ बस्नु बस्छ होला पानी पर्ने आर्मामा के खतरा फलेको उताबाट फलाउने आँप चाहिँ छिटो टिप्नु पर्ने हुन्छ नि त अब आँप टिपेर गोठ त छँदै छ होइन ट्याक्क बस्दा हुन्छ रुखमा आइसकेका छौँ हामी चाहिँ टक्क गाइस यति बेला हामी चाहिँ आँपको फेदमा आइसकेका छौँ त्यति बेला चाहिँ अब आँप अस्तिभन्दा अलिक बढेछ है अस्ति चाहिँ अलिक सानो थियो नि त निकै नि बढेको रहेछ अब पसेर केटाहरूले झार्छ टकटक होइन लु है पस न पस केटाहरू माथितिर कराइरहेछ सानो छ कि त यहाँबाट बसेर उतापट्टि जान पानी बाबाले आयो यार त धुँदै पनि छ रहेछ सानो चाहिँ के हो यार आफै हो त अस्ति नै राखेको नुनिया चाहिँ ल टक्क आँप पनि काटिसक्यो ऊ केटाहरू लाइभमा छ यता मामा भिडियो गर्दै हुनुहुन्छ अब यता पनि युट्युबर हो यता पनि युट्युबर हो यो भाइ पनि युट्युबर हो @rupen505 सर्च गरेर टक्क सब्सक्राइब गरिदिनु होला उस्तै हो सबै एउटा क्यामेरा पक्रिनु नजान्ने केटा तर फेरि आइफोन बोकिरहेछ नि फेरि नपत्या होला है आइफोन त्यहाँ आइफोन बोकिरहेछ नि हो त्यहाँ पनि आइफोन ऊ त्यसले नि आइफोनै बोकिरहेछ आइफोन 15 प्रो म्याक्स फेरि यता छ यसले ए यो चाहिँ आइफोन होइन यो चाहिँ आइफोन झुट बोल्नुहुन्न होइन 3टा आइफोन होला हामी चाहिँ 2टा चाहिँ लास्टै खत्तम कबाडी फोन बोक्ने हो ल टेक द पोजिसन ल एकजनाले हात काट्यो के हो हात देखाउनु छैन फेरि यहाँ ब्लड लाग्छ नि फेरि अब तपाईँले नकाट्नु खै त्यो त लागिहाल्छ नि इ हातै काटे यार छैन भन्दा झन्डै ब्लड खुवाउनु आमाले यार अनि यसको कोया रहेछ कि त्यही भएर अलिक साह्रो भयो क्या कोया बस्छ रहेछ कि ल यसको नि बसिदिरहेको रहेछ कति छिटो यार ल रमजान यसको नि जुनै र घामले धरती राम्रो यालम्बरुले खान्छौ मलेर खाने र ए 1 versus 3 2 versus 3 हो माइक जो कत्रा ज्याङ लागेको नि निरे त गाउँको छ उतामा देखाउनु यहाँ मात्र गनहरु दिइराख है म त पर गइसक्यो
गेम खेल्नेहरूलाई चाहिँ अब हेरे हेरे बनाउने हो नि त हामीले ढक्कै के खानु हो को हराउँदै हुन्छ त एक गाँस हान्नु त म भिडियो बनाउँछु म्याट्यो कस्तो कार्य हो बनाउनु भनेकै सबले याजुङ गरेर भित्रै राम्रो भएन नि ए खानु थाल्नु खाएको मात्रै चप्याक 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 के यसरी खानु लाग्छ है खाएपछि चाहिँ म नि यसरी आएँ यतादेखि यता उता खानाको देखाउनै पाइएन नि अट्दैन हौ यो त यही यो त अट्दैन हौ तेरो मुखमा कहाँ अट्छ हुन त चाउचाउ 3 गर्न सक्ने मान्छे यही हो ए अटायो त यार त्यत्रो घाँस ल अटाइदियो ल कत्रो खाएको त्यसले सक्यो गेम सकिसक्यो मलाई निस्केको चल्दैन एक्लै खेल्दै रहेछ बिचरा हाने हाने एउटा छ हान्ने अब साथीहरू चाहिँ सिद्धिसक्यो सोध्दै खाने हो आएन यार भर्खर अहिलेसम्म एउटा एकपट्टिको मात्रै खाइरहेको छु अर्कोपट्टि बाँकी नि छ मेरो त दुइटै ढुट्टो भइसक्यो होला बनाएर मुखमा भरि मेरो एकछिन झिक्नु न पानी अर्कोपट्टि सुरु है राल सिकाल सबै निकाल्यो है यार सबैलाई पुगिसक्यो 2 जनाले पुगिसक्यो तर गेमले गर्दा हो कि एउटा उ तल गएर उभिरहेछ ढुङ्गामा अब यसले खाइरहेछ अनि मैले खाइरहेको छु दाँत सब कुट्यो यसले एकपट्टिले मात्रै खाएको अघिसम्म भर्खरै यसले अर्कोपट्टिबाट खान थाल्यो मैले चाहिँ अघि साधेकोले दुइटै झ्याम्मा झुम्मा हान्यो खाने स्टिल हुन्छ त्यो
के भरे आउँछ फेरि एकैतालमा आप च्यालेन्ज गरेको भए सक्दैन थियो रहेछ मलाई मलाई सक्छ चार भाइले पेट पोल्छेर पनि न म खान्छ दाजु बिग्रेछ नि आज एकपट्टि यसले पछाडिबाट के गरिरहेको छ गाइस मैले चाहिँ खाइरहेको यसले गरिरहेको छ होला यो त पाप हो नि त होइन यो चाहिँ पाप हो नि त ठन्डै चाकमा उस गर्दै खुकुरी अलिक कोया नभएछ काटपतिर सब कोया भएको रहेछ क्या हेलो वाह यस्तै हुन्छ माइजू हो खाएको गरममा खाएको देखेर आलुदम चना लाइराखौँ है माया सम्झना अन्डाल देख्न भिडियोको जोसमा हो दाँत सात छैन नि हेरी भरे मासु जान्छ घरमा थाहा छ क्या गोरुको माछा त्यसै निलिन्छ क्या गोरुको माछा देख्यौ के हो यार के होइन के होइन यो यस्तो ए मेरो मोबाइल खोइ न केयरको पनि काटिदिनु अब त अहिले अन्तिम हो यो चाहिँ अन्तिम हो यो चाहिँ लास्ट छिटो फर्काउ न होला छिटो फर्काउ भन्छु यो माछालाई चाहिँ भरे म के गर्नु यस्तो हान्छु नि होइन यहाँनिर श्रीलेखा मात्रै क्या दाम देखिसक्यो आज त पक्कै मेरो भागमा आउँछ मासु तिम्रो र मेरो जात मिलेन त्यसलाई चाहिँ पिर परेर गालामा हात राखेर बसिरहेछ यो चाहिँ लास्ट हो अब भनेको बाबाले खायो राल सिकान सब आइसक्यो तिमीले जार खोज्नु जानुपर्छ अब दाँत भएछ भने फेरि खाउँ ल पेट पनि अब हल्का फुल्न थाल्यो सरी खोइ देखाउ न छिटो है अलिक अनुमति देखाऊ त्यो मोबाइल चाहिँ सबै छिक्यो मोबाइलले छिक्यो तपाईँ र म धरौँ न
मेरो पावर ब्याङ्क र मेरो लिइहाल्छ नि उहाँ छ तल त्यहाँ बस्ने के भयो भन्छ तल ब्याङ्क तपाईँ पावर ब्याङ्क कहाँ छ भन्नुभयो पऱ्यो मलाई थाहा छैन नि पेट पोल्यो थन्किएको त मैलाको मान्छेले के भन्नु त्यो कहाँ छ अर्को ब्याग उतै दिनु त हो त्यो के के ऊ त्यो ब्याग दिनु न त्यहाँ छ पावर ब्याङ्क माथि बारी खाने गाँठ छ तिमीहरू गोठाला झऱ्यो खाजा सासन बोकिरहेको छ मैलाकोमा जाउँ एकदिन बसौँ कालो कस्तो हो मेरो खोला लाग्छ खोलामा है बाख्रा कटाएको खोला पल्टेर लडिँदैन गइन्छ है ठुलो ढुङ्गा छ पानी बनाउनु सुरु गरिसक्यो बाहिर निस्केको मान्छे ट्याक्क लाएर म चाहिँ यो के पऱ्यो यो चलाउनु चाहिँ भारी मैलाको पानी खान जान्दैन यसरी यसरी कसरी यसरी यो खत्ता भइसक्यो देखि यो चाहिँ अहिले टक्क भनौँ न यी हाम्रोमा त्यसलाई इम्ली झार भन्छ यी यो चाहिँ दाँत बिग्रेको बेला अमिलो निबुवा आँप होइन हुन्छ नि खाएको बेला यस्तो चाहिँ दाँत कुटियो भने कुटिएको बेला टक्क एकै गाँस मात्रै तपाईँले चपाउनुहोस् है एकै गाँस मात्रै चपाइसकेपछि तपाईँको दाँत चाहिँ च्याट्टै होइन बब्बालै बनाउँछ मैले यो गफ मात्रै गरेँ होइन यति भएको चाहिँ अमिले झार चाहिँ हामी टक्क टिपिसकेको छौँ यो चाहिँ हामी के गर्यो भने अरे ल इम्ली झार पनि अब खोजेर आइसक्यो होइन ए खोजेर आइसक्यो केटाहरूले चाहिँ खाइसक्यो देखा त टोकिरहेको छ तैँले देखा तेरो ए तल पो देखिरहेको छ के देखा त कतिको दाँत ठिक भयो मेरो पुरै एकपट्टिमा त खाएको थिएँ म यस्तो एकपट्टि सबै बढ्दैन सुरुमा तोक्नु चाहिँ गाह्रो हुन्छ तेरो दुईपट्टि टोकेको तैँले अब मैले खानुपर्ने हुन्छ यहाँ अठाएर क्यामेरा उठाइदिएन सिधा सिधा भन है त्यत्रो दुःख गरेर खोजेर ल्याइन्छ त भाइ ठिक नहुने भनेदेखि कन्जुसी जस्तो लाग्छ कसम भनेको हजुर अलिक फिल्म हो क्या त्यो भित्र दुखेको छ नि त मेरो कसम हुन्थ्यो ट्याक्क लाएर नगरे पो ल अब भिडियो इम्ली झार यसलाई चाहिँ हाम्रोतिर चाहिँ इम्ली झार भन्छ मैले अब खाइसक्यो अघि पनि अलिकति भिडियो गऱ्यौँ तपाईँहरूको पनि पाउन सक्छ दाँत कुटिएको बेला चाहिँ तपाईँहरूको एकदम अर्ग्यानिक हो यो होइन बारीतिर पाइन्छ यस्तो बेला दाँत कुटेको बेला चट्टै हुन्छ ल अब चम्चम टोक्न सकिन्छ कहीँनिर काट छेक छैन तर अगाडि पछि अलिक भएन टोकिएन नि त यता चाहिँ टोकेछु जो इम्ली झार चाहिँ यस्तो पावरफुल हुँदो रहेछ नि दाँत यो बिग्रेको बेला अमिलो समिलो खाएर कुटेको बेला देख्नु पनि यसले चन्चुटाएको फेरि देखाइदियो ल अब पेट नभएदेखि फेरि अमिलो खाइन्थ्यो है यस्तो अब यस्तो खतरा यो चाहिँ अर्ग्यानिक हो यो तपाईँहरूतिर पाउन सक्छ अब च्यालेन्ज हान्ने विश्वास लागेन भने इम्ली झारको पावर म देखाइदिन्छु यहाँ हाम्रो चाउचाउ पनि छ मामा चाउचाउ च्यालेन्ज हान्ने च्यालेन्ज लेखेको देखाउने भने मामा त यहाँ छ है मामा यो खाने चिज होइन राखौँ
यो पनि खाने चिज होइन यसलाई पनि राखौँ। यो पनि खाने चिज होइन यसलाई पनि राखौँ। अब म देखाउने छु इम्ली झारको पावर। इम्ली झारको पावर। अहिले आँप खाएको अहिले गहिले अब हेरौँ ल। अहिले झार के अरे अहिले इम्ली झार खाएको, इम्ली झार भन्छ हाम्रोतिर चाहिँ होइन। अहिले आँप खाएको यत्रो आँप खाइयो, 2 या 3 नारी खाइयो होला। अब अहिले गहिले दाँत स्पष्ट हुन्छ। ल हाने ल, खाएँ खाएँ ल, खाऊ खान्छु ल, खाएँ ल। तर चाहिँ भने त हातले खाँदैन फेरि इम्ली झार तिमीले खायो? खाएर के गरेको तिमीले चाहिँ कुन पावर हाल्यो? वाह ओ अब भिडियोमा लाई चाहिँ इन गर्नुपर्ने हुन्छ हामीले। ल हेरिदिनु होला, प्रतिक्रिया दिनु होला। यसो अब मैले भन्दै आउने भनेको त्यही हो होइन। एउटा क्यामेरा एउटा मोबाइल अँठ्याउन नजान्ने हामी मान्छेले चाहिँ टक्क अब एउटा भिडियो कहाँ बनाउनु जान्दछौँ र। सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्दै आजको भिडियोलाई अन्तिम गर्नुपर्ने हुन्छ। हस् त, धन्यवाद है त, बाई बाई।